आज चाहिँ म यो भिडियोमा तपाईहरुलाई क्युबेसिक किन हो र किन हामीले क्युबेसिक गर्छौं, क्युबेसिकमा प्रोग्राम कति तरिकाले गर्न सकिन्छ त्यो कुराहरु सिकाउन गइरहेछु है। त्यसको बारेमा भन्न गइरहेछु। फर्स्टमा त अब प्रोग्रामिङ क्युबेसिक प्रोग्रामिङ हामी सबैलाई थाहा छ किन प्रोग्रामिङ चाहियो त है। प्रोग्रामिङ किन चाहियो? वाइ एम आई एन जी वाइ प्रोग्रामिङ है। वाइ किन भन्दाखेरि अब मान्छेहरुले के गरे हैन, जस्तै अब तपाईलाई भन्नु है यो क्याल्कुलेटर बनाए। यो क्याल्कुलेटरमा मैले यो अन बटन प्रेस गरेपछि 8 प्रेस गरेपछि 8 आउने, इन्टु 9 गर्दाखेरि 8 9 जा 72 दिने हैन। यो कसरी बन्यो त हैन। यो बन्यो कसरी भन्नको लागि चाहिँ हामीले यो डिभाइस बनायौं। अब यो डिभाइसलाई मैले 8 प्रेस गर्दाखेरि 8 आउने, 7 प्रेस गर्दाखेरि 7 आउने भनेर यसलाई भन्नुपर्छ। त्यो कसरी गरिन्छ? प्रोग्रामिङ थ्रु। अब यो प्रोग्रामिङ थ्रु गरिन्छ भने प्रोग्रामिङ गर्ने तरिका धेरै छन्। अब तपाईको पहिला सुरुमा हैन 1960 70 तिर हैन, त्यो बेला फर्स्ट जेनेरेसन ल्याङ्ग्वेज आयो 1GL भन्छ, फर्स्ट जेनेरेसन ल्याङ्ग्वेज। अनि त्यसपछि फेरि 2GL आयो, 3GL, 4GL, 5GL। हामीले जुन क्युबेसिक पढ्छौं त्यो हाम्रो 3GL मा पर्छ। क्युबेसिक 2GL अलिक गाह्रो हुन्छ। 1GL मा त हामीले प्रोग्राम गर्नै सक्दैन। यो पहिला त एकदम ठुलठुलो मेसिन हुन्थे। सो 3GL मा पनि हामीले क्युबेसिक गर्छौं। प्रोग्रामिङ किन भनिहाले, हामीले पढ्ने क्युबेसिक थर्ड जेनेरेसन ल्याङ्ग्वेज, यो हाई लेभल ल्याङ्ग्वेज हो। हाई लेभल ल्याङ्ग्वेज हो। सो यो क्युबेसिकमा हामीले के कसरी प्रोग्राम गर्ने सिक्छौं। फर्दर भिडियोजमा म तपाईहरुलाई प्रोग्राम गरेर नै देखाउने छु। यो क्युबेसिकमा अथवा कुनै पनि प्रोग्रामिङ गर्दाखेरि तीनटा तरिकाले प्रोग्राम लेख्न सकिन्छ। फाइल एउटै, तर त्यो फाइल भित्र हामीले प्रोग्राम लेख्ने तरिका डिफरेन्ट हुन सक्छ। तपाईलाई भन्दै गर्दाखेरि मैले एउटा प्रोग्राम लेखे, त्यो प्रोग्राममा एउटा फाइल हो, यो एउटा फाइल हो। यो फाइलमा कतै पनि जे काम गर्नुपर्ने हो सबै कुरा मैले भने हैन। यो प्रोग्रामले के गर्नुपर्ने हो सबै कुरा भने, कतै पनि ब्रेक लिइन, सब एउटा प्याराग्राफमा लेखे जस्तो के। अब कुनै एउटा ठाउँमा गएर केही बिग्रियो भनेपछि मैले यो पुरै प्रोग्राम के गर्नुपर्छ, सच्याउनु पर्छ है। एउटा यो तरिका, सबै एउटै प्याराग्राफमा लेखे जस्तो लेख्ने, अनि कहीँ बिग्रियो भने त्यो पुरै फेर्नुपर्छ। यो एउटा तरिकाले प्रोग्रामिङ गर्न मिल्छ। अर्को तरिका भनेको टुक्र्याउने। अब टुक्र्याएर गर्दाखेरि पनि दुईटा तरिका छ। तपाईलाई पहिला भनिहालौं, यो एउटै फाइल हो। यो फाइल भित्र दुईटा सेक्सन छुट्याए मैले हैन। एउटामा के सेक्सन बनाए, मेन सेक्सन, अर्कोमा सब। अब क्युबेसिकमा सब र फंक्सन भनेर छ। सो एउटा मेन अनि सब फंक्सन वाला भयो। अर्को चाहिँ मेन अनि फंक्सन प्रोसिड्युर वाला फंक्सन है। सो यो दुईटा तरिकाले गर्न मिल्छ। के भने मैले एउटा सिंगल फाइल बनाउने विदाउट एनी सेक्सन, अर्को चाहिँ सेक्सन बनाउने, तर सेक्सन पनि सब सेक्सन हो कि फंक्सन सेक्सन हो हैन। ठीक छ, सब प्रोसिड्युर हो कि फंक्सन प्रोसिड्युर। यो क्युबेसिकमा कमनली भन्छ हैन, सब प्रोसिड्युर र फंक्सन प्रोसिड्युर। यो आर्य फंक्सन प्रोसिड्युर। अब यो सब र फंक्सन प्रोसिड्युरको कुराहरु मैले बुझाइहाले। सब प्रोसिड्युरमा के हुन्छ भने चाहिँ यहाँ मेन प्रोग्राम अथवा मेन सेक्सनले सब सेक्सनलाई हैन, सब प्रोसिड्युरलाई के गर्छ, काम गराउँछ। मेन फंक्सनले सब फंक्सनलाई के गर्छ, काम गराउँछ, वर्क। अब सब प्रोसिड्युरले काम गर्छ, काम गरिसकेपछि जे रिजल्ट आयो नि, रिजल्ट कहिले पब्लिश गर्छ, सबले नै पब्लिश गर्छ। पब्लिश रिजल्ट। यहाँ रिजल्ट कहिले पब्लिश गर्यो, सबले नै गर्यो। जे नतिजा काम गराएको मेनले हो, तर आको रिजल्ट पब्लिश गर्ने काम सबकै भयो। तर अर्को हाम्रो भनेको फंक्सन प्रोसिड्युर। फंक्सन प्रोसिड्युरमा के हुन्छ, मेन एउटा भइ नै गयो। मेनले के गर्छ, फंक्सन प्रोसिड्युरलाई काम गराउँछ र काम गर्छ हो, वर्क दियो अनि वर्क फंक्सनले गर्यो। अब वर्कबाट आको रिजल्ट हैन, जे रिजल्ट आयो त्यो कसलाई दिन्छ, मेनलाई दिन्छ। मतलब उले आफूले पब्लिश गर्दैन कि मेनलाई दिन्छ। मेनले के गर्छ, रिजल्ट पब्लिश। ठीक छ। सो यही फरक हो। सो यहाँ सबै कुरा मैले तपाईलाई देखाउन खोजे, छुट्टै दिइहालौं। हामीले प्रोग्रामिङ किन पढ्ने थाहा भयो। अहिले मैले यो कोर्समा भनिरहेको क्युबेसिक चाहिँ थर्ड जेनेरेसनको ल्याङ्ग्वेज हो, हाई लेभल ल्याङ्ग्वेज। यो क्युबेसिकमा मात्र नभएर जुनसुकै प्रोग्रामिङमा पनि यो तीनटा तरिकाले प्रोग्राम गर्न मिल्छ हैन। अब एउटा भनेको सबै कुरा एउटै फाइलमा लेख्ने, सेक्सनहरु नछुट्याउने, कुन चाहिँ सेक्सनले के काम गर्ने भनेर नछुट्याउने। अर्को भनेको सेक्सन छुट्याउने, मतलब यो सेक्सनले यो काम गर्ने, यो सेक्सनले यो काम गर्ने भनेर छुट्याउने। त्यो पनि क्युबेसिकमा चाहिँ दुईटा तरिका छ, सब प्रोसिड्युर र फंक्सन प्रोसिड्युर भनेर। सब प्रोसिड्युरबाट
पनि गर्न मिल्छ, फङ्सन प्रोसिड्युरबाट पनि गर्न मिल्छ र योबाट पनि गर्न मिल्छ सेम प्रब्लमलाई। अब तर सब र फङ्सनको के फरक हो? सब प्रोसिड्युरमा के भन्छौँ, मेनले सब प्रोसिड्युरलाई काम अराउँछ र आएको रिजल्ट सबले नै पब्लिस गर्छ, मेनले पब्लिस गर्दैन। तर फङ्सन प्रोसिड्युरमा मेनले काम अराएर फङ्सन प्रोसिड्युरलाई गरेपछि कामको रिजल्ट जे आयो त्यो फेरि मेनलाई रिटर्न दिन्छ र मेनले चाहिँ त्यो पब्लिस गर्छ। सो यति फरक हो। होप यु गट द आइडिया होइन। अब हामी चाहिँ यसपछि चाहिँ म तपाईँहरूलाई भेरियस प्रोग्रामहरू गरेर देखाउँछु यो प्रोसेसबाट, यो सब प्रोसेसबाट र फङ्सन प्रोसेसबाट। यदि कुनमा कुन पोसिबल छ म त्यो पनि रिजन दिन्छु, किन योबाट पोसिबल भएन, यही किन गर्नु पऱ्यो, अथवा योबाट किन पोसिबल भएन, यो किन गर्नु पऱ्यो, अथवा योबाट किन पोसिबल भएन। होप यु गट द आइडिया होइन। अब हामी चाहिँ यसपछि चाहिँ म तपाईँहरूलाई भेरियस प्रोग्रामहरू गरेर देखाउँछु यो प्रोसेसबाट, यो सब प्रोसेसबाट र फङ्सन प्रोसेसबाट। यदि कुनमा कुन पोसिबल छ म त्यो पनि रिजन दिन्छु, किन योबाट पोसिबल भएन, यही किन गर्नु पऱ्यो, अथवा योबाट किन पोसिबल भएन, यो किन गर्नु पऱ्यो, अथवा योबाट किन पोसिबल भएन, त्यो रिजनहरू पनि म प्रोग्राम गर्दै गर्दा तपाईँहरूलाई दिनेछु। थ्याङ्क यू फर वाचिङ। यदि मेरो भिडियो मन पऱ्यो भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला च्यानललाई होइन। भिडियोहरू सेयर जसलाई आवश्यकता छ होइन। थ्याङ्क यू फर वाचिङ। यस्तै भिडियोज हेर्नको लागि सब्सक्राइब चाहिँ गरिदिनु होला। थ्याङ्क यू, बाई बाई।